हेलो साथीहरू, हिजो आज हामी सामाजिक सञ्जालमा धेरै सुनिरहेका छौँ। एक जमानामा ग्रेटर नेपाल थियो। आज धेरै सङ्घ संस्थाहरूले ग्रेटर नेपाल फिर्ता पाउनुपर्छ भन्ने आवाज उठाइरहेका छन्। ल आज हामी यो भिडियोमा कुरा गर्न गइरहेका छौँ ग्रेटर नेपाल कस्तो थियो। ग्रेटर नेपाल हुँदाखेरि नेपालको भूभाग, नेपालको क्षेत्रफल 2,04,000 समथिङ थियो। नेपालको भारतको जस्तै उत्तराखण्ड, बिहारको 13वटा जिल्ला, उत्तर प्रदेशको केही भूभाग, सिक्किम राज्य, वेस्ट बङ्गालको केही भूभाग र बङ्गलादेशको केही भूभाग ग्रेटर नेपालको हिस्सा हुने गर्दथ्यो। र ग्रेटर नेपाल यदि फर्क्यो भने ग्रेटर नेपाल जमिन मात्र फर्किँदैन, त्यहाँको जनसङ्ख्याहरू पनि फर्किन्छ। जस्तै उत्तराखण्डको जनसङ्ख्या 1,20,000, 1,20,00,000। बिहारका 13वटा जिल्लाको जनसङ्ख्या 3,42,00,000। सिक्किम राज्यको जनसङ्ख्या 6,18,000। दार्जिलिङको जनसङ्ख्या 1,20,000। त्यो सबै नेपालको जनसङ्ख्या हुनेछ। यदि ग्रेटर नेपाल फर्क्यो भने के कस्ता चुनौतीहरू आउन सक्छ। पहिलो चुनौती सरकार निर्माणमा। बिहारको 13वटा जिल्लाको जनसङ्ख्या 3,42,00,000 छ। त्यसमा नेपाली र बिहारी बीच सत्ता प्राप्तिको लागि वर्चस्वको लडाईँ हुने सम्भावना बढ्छ। दोस्रो चुनौती विशाल जनसङ्ख्या भएको कारणले गर्दा विभिन्न धर्म, भाषा, संस्कृति, क्षेत्रको आधारमा जातीय द्वन्द्व हुन सक्छ। जस्तै भाषाको आधारमा नेपाली भाषी, भोजपुरी भाषी, धर्मको आधारमा हिन्दू, मुस्लिम, वर्णको आधारमा आर्य, मङ्गोल, क्षेत्रको आधारमा मधेसी र पहाडी बीच जस्ता सामाजिक द्वन्द्वहरू उत्पन्न हुन सक्छ। दोस्रो आर्थिक भार। भूगोल ठुलो भइसकेपछि सडक निर्माण गर्नु पर्यो। सबै भूगोलमा शिक्षा र स्वास्थ्यको राम्रो सुविधा उपलब्ध गराउनु पर्यो। यस्ता कुराहरू निमन्त्रण गर्नको लागि सरकारले आर्थिक बाटो खोज्नुपर्छ। अनि यसमा केही सकारात्मक पक्षहरू पनि छन्। जस्तै सकारात्मक पक्ष नेपालले उत्तराखण्ड, सिक्किम जस्तो पहाडी भूभागहरू प्राप्त गर्नेछ। त्यो भूभागहरूले पर्यटकहरूलाई आकर्षित गरी आर्थिक विकास, देशको आर्थिक विकासमा टेवा पुर्याउँछ। दोस्रो बिहारको दक्षिणतिरको भूभाग नेपालको हिस्सा भएको कारणले गर्दा नेपालले कृषियोग्य भूमि प्राप्त गर्नेछन् र आर्थिक सङ्कट, आर्थिक भार, भारतमाथिको निर्भरता कम हुन्छ। र आजको भिडियोमा यति नै। यस्तै जानकारीमूलक भिडियो प्राप्त गर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला।